हजुरको यो यसमा 5 उ लगाएको छ नि दाइ आफै आउने मन परेन जान्छन् फर्सीहरू त कत्रो रहेछ अब छ खाने अब मासु मात्रै खोजिन्छ मासुमा मिक्स गर्दा राम्रो हुन्छ नि हो त हुनु त त्यसको भ्यालु थाहा हुँदा हुँदै पनि प्रयोगमै ल्याउन सकिन्न यसलाई के भन्नुहुन्छ उयो यहाँनिर छ नि यो कोर्का पनि भन्छन् यो त के राख्नलाई हुन्छ हजुर मान्द्रो पनि रहेछ हजुरको माथि ढुङ्गा चाहिँ बेसी राम्रो पाउँदो रहेछ है यता ढुङ्गा धेरै राम्रो रहेछ यो मलाई बेसी राम्रो लाग्यो यसको त खानी छ हाम्रो 2-3 ठाउँ हजुर कहाँ छ ढुङ्गा खानी ढुङ्गा खानी नजिकै 2 ठाउँ मोटरबाट जान्छ माथि दुरी पर्छ त्यहाँ माथि मोटरबाट जान्छ हजुर एउटा त्यसको उल्टा पल्लो साइडमा जान्छ त्यहाँ अहिले जान्छ हजुर त्यो ढुङ्गा खानी के हो सामुदायिक वनभित्र पर्ने हो कि के हो व्यक्तिको जग्गाभित्र परिदिन्छ त्यो किनेर ल्याउनु पर्यो है त्यही पनि आइ त गरेर दिएछु हो आइ गरिदिए कति पर्छ एउटा पिसलाई यो त ल्याउँदा 500 ठुलो हुँदो रहेछ ढुङ्गा होइन ए राम्रो एकदम यो त वर्षौँ ठिक छ कति साल पुरानो होला दाइ यो त म त 51 वर्ष भए अब म जन्मिनुभन्दा अगाडि बनाएको घर हो नि हजुर जन्मिनुभन्दा अगाडि बनाएको घर ल 51 सालभन्दा अगाडि घर यस्तो छ हेर्नुहोस् त आम्मामा यो मौरी पनि ट्याक्कै छ अनि यस्तो योलाई के भन्छ दाइ हाम्रो अगाडि छिनेलाई पौरा भनिन्छ के हजुर हजुर के रे रेसमेलाई पाली पिरी भन्छ ढोकाहरू पनि त्यो चिरेको फल्लेको हो नि त दाइ होइन एउटै उसको पाली यस्तो घरहरू कति छ दाइ यतातिर हो अहिले मास्दै गयो है मान्छेहरू पक्की घरतिर बढी लाग्यो लेन्टरतिर तर यस्तो घर त बचाउनु पर्छ अब हो यहाँ लिप्ने माटो पनि रातो पाउँदो रहेछ यस्तो राम्रो छ यहाँ उसमा चाहिँ मकै राख्नु पर्छ हजुर यहाँ भकारी छ ट्याक्क लाएर चुल्हा पनि त्यो ग्यासमा बाल्नुहुन्छ होला भित्र हजुर यहाँभित्र चाहिँ आधुनिकमा ग्यास बनाउनु भएको रे यता खास पहिले बाआमाहरू हजुर यो भकारी पनि थुप्रो पुरानो होला है दाइ पहिले बाआमाहरू बस्ने घर चाहिँ हजुर यहाँ हो यी चुल्हा पनि यहाँ यो हो हाम्रो पहिला चाहिँ एकदमै यसमा हुर्किएर बनाएको चुल्हा हाम्रो अध्यक्षजीले देखाउँदै हुनुहुन्छ ओदान यसरी दाउरा हालेर वरिपरि बसेर यहाँ भार हुन्थ्यो नि हजुर दाइ है हामीले त्यो सुकुटीहरू अनि उ सुकाउनलाई यहाँ माथि अनि भारमाथि केही चाहिने कुराहरू राख्नलाई त्यो गरिन्थ्यो एकदमै एलसिडी राख्ने ठाउँ पनि नभएर यस्तोमा राख्यो ढोकाहरू त्यो भकारी कति पुरानो होला दाइ यी तल छ नि त्यो ठ्याक्कै के भन्नुहुन्छ यसलाई त्यो तल टिभी राखेको तलकोलाई मधुस नि हो यसमा उहरू राख्ने होइन दाइ के अरे नुनहरू कि के राख्नुहुन्छ आफूलाई चाहिने चिजहरू होइन यस्तो दाइले चाहिँ जियोस् यो पुर्ख्यौली चाहिँ एकदम बचाइराख्नु भएको रहेछ है अनि माथि गएर जाने यसलाई के माना तपाईँकोतिर के भन्छ फुङ्गो फुङ्गो भने यहाँको भाषाबाट दाइ हो दम भन्छ अरे यहाँको भाषाबाट है ल यो एकदम म त आज कस्तो यति रमाइलो लाग्यो कि यो घरहरू पनि पुरानोहरू यसलाई के भन्छ दाइ यो दाली है यो हाम्रो मानापाथी पहिला हुँदाखेरि यसमा यसो ऐँचो पैँचो गर्दाखेरि नापेर दिने चलन होइन दाइ यस्तो छ ल है अहिले ग्यास चाहिँ पुगिसकेको छ चाल्ना यो भराइनाहरू यो किराले सित्तिबित्ती खाँदैन है यो यस्तो बनाएको हजुर होस् र सरले नानी गरिराख्नु भएको छ नानीले मोबाइल हेर्नु भएको छ फेरि के हेर्नु भएको नि हजुर हो दाइ भयो छ एक कुखुरा चाहिँ यसरी बस्छ है थुन्चेमा थुन्चे भन्छ के भन्छ यहाँ डोको पनि छ अनि ट्याक्क यसरी कुखुराहरू बस्ने
खोलेस भन्नु गरेर बेसी दुःख दियो कि दाइ नि पकाइदिँदै हुनुहुन्छ। दाइकोमा खाना खाएर हामी दाइसँग धेरै यहाँका संस्कृतिको बारेमा कुरा गरेर उकालो लाग्नेछौँ। यो त्यो किसको पित्त हो दाइ माथि? यो खै राङ्गको हो कि औषधि हुन्छ भनेर के होला है पुरानो। छैन तान्दिएछ। ए बल्ल माथि यहाँबाट माथि जानलाई थारो घरमा माथि भाँडाकुँडाहरू राख्न होइन सुत्ने बस्ने माछा हामीले म बाहिर पनि देखाउँछु यो घरको। अब के भन्छ यसलाई दाइ? यसले पानी पनि पुरै सेल्छ होइन दाइ? यो विशेष गरी हिमाली भेगतिर माथि लेकमा जाँदाखेरि हाम्रो पुर्खाले लाएकै यही हो। यसरी गुन्जिएर राख्नु भएको छ कुचोहरू। डोकोको बुनाइ अलि फरक लाग्यो दाइ। यो चारपाटे कस्तो मजाको हुँदो रहेछ अझ त्यो ढाडमा अड्डिने खालको। अन्त यो हाम्रो बजारतिरको स्टोर रुम हो के अरे हाम्रो यो चाहिँ माथि आँटीमा यहाँ चाहिँ यो टक्क हाम्रो पकाउनको लागि यो तामाको त्यसरी युज प्रयोग गर्ने भाँडा भयो। अनि त्यो देखाउनुहोस् त्यहाँ कुरेलो पनि रहेछ माछा मार्नको लागि होइन दोवाली बुझेर बुझ्दाखेरि यहाँ कुरेलो छ। कुरेलो छ यो होइन कुरेलो यो कुरेलो यस्तो देख्न पाइन्न। अब डोकोहरू त्यहाँ छ। दाइले यो थुन्चीहरू रहेछ सानो के अरे ऊहरू सानो ठुलोहरू। अनि यसरी चाहिँ यो जस किराले कम खाने होला यस्तो भयो भने है। हजुर हजुर यो थुन्चीहरू कोदोहरू बोक्नलाई नि दाइ विशेष गरी कोदोहरू बोक्नलाई थुन्चे प्रयोग गरिन्छ। ल ट्याक्क यहाँ चाहिँ ढोका छ सानो त्यहाँ हामी अहिले चाहिँ बन्द गर्नुभएको छ दाइले। गुन्द्रीहरू यसरी राख्नु भएको छ माथिमा। यतातिर स्याउला सोर्न जानुहुन्छ कि नै मास्ती वनतिर? हो स्याउला सोरेर खेतीपाती गरेर त्यो उसले बस्नु भाउलाई उठाउनको लागि अलि पिफम पनि आइपुगेछ है हाम्रो बजारबाट। यो यस्तै गुन्द्री जस्तै हो त्यो चाहिँ बुन्नु भएको। हजुर हजुर चाहिने भयो नि है। हजुरहरूले त जोस् यस्तो ओर्दा स्याउला डोको नाउलो बेसरी गर्नुभयो होला पहिला। ऊ छ नि त्यो पर्स्यौला हजुर अथवा पातहरू त यसमा हो यो राङ्गेमा। ए ओ यो राङ्गे ठुलोलाई चाहिँ राङ्गे सानोलाई भे भन्छ खास नेपालमा डोको हाम्रोमा भेउ र राङ्गे भन्छ। हजुर हाम्रो रोलपत्रीको दिपेन सर पनि हुनुहुन्छ है ठ्याक्कै हाम्रो खामकुरा मिल्यो हुनाले त्यही भयो छ। अनि यसलाई के भन्छन् त यहाँ छ नि यसलाई गाबु हो गाबु यो भैँसी दुनलाई घिउ राख्ने उसको के अरे गाईको होइन यो चाहिँ ट्याक्क घिउ राख्ने भन्नुहुन्छ। हाम्रोतिर त म त गाबु भने चाहिँ अर्को हुन्छ है खुल्ला खालको दुने खालको त्यसलाई गाबु के भन्छ कोर्या कि के भन्छ रक्सीहरू बोक्ने कि। हजुर त्यो भन्नुभएको यता सिकाइदिनु नि यसलाई के त्यो गोरुको उसमा लाउने होइन जस्तो लाग्छ मलाई। हजुर हाल्नलाई पनि चाहिने मोहला भन्छ। हजुर हो चोया चुत्रोको यस्तो राम्रो प्रयोग छ हेर्नुहोस् त हाम्रो राख्नलाई यताउति खान्छ भनेर। हजुर मोलालाई चाहिँ यो सामान राख्नको लागि पनि हुँदो रहेछ हेर्नुहोस् कति राम्रो ट्याक्क। ल हेर्नुहोस् त तपाईँका यस्तै राम्रो खालको बुनेर चुरा पोतेहरू ट्याक्क राखे पनि हुँदो रहेछ यसमा राख्नको लागि। ल एकदम राम्रो। यहाँ लट्ठीहरू छन् यो माथितिर जाँदाखेरि यहाँ लट्ठीहरू छन् यो के कता जाँदाखेरि माथि जाँदाखेरि टेक्ने खालको होइन। यो अमिलो फेरि लेकको चाहिँ चुल्ठे अमिलो भन्ने यो पतन चाल्नुको हो। ए त्यसको यसको त जरा पनि हुन्न दाइ औषधि हुन्छ होइन? जरा पनि हुन्छ त्यो यसको चाहिँ डाँठको चाहिँ यो अचार खानको लागि होइन गर्मीहरूमा चाहिँ भिजाएर खायो। हजुर अनि शीतल गर्मीमा शीतल गर्न लागि यो पदम चाल्नु भन्ने अत्यन्तै राम्रो जडीबुटी हो। हाम्रो अमिलो पनि हुन्छ। यसको चाहिँ जराबाट चाहिँ त्यो हातहरू मर्क्यो गऱ्यो भने रगतहरू फटाउने मेरो हात भाँचिँदा पनि यसकै जराबाट भयो। त्यो चाहिँ प्रयोग गरेर पहिला गाउँघरमा हामी ताजा जडीबुटी पाउँथ्यौँ। ल यिनीहरू लेकमा पाउँछ। तपाईँले भनेको चाहिँ अर्को हामीले यहाँ भिरबुरेनी भन्छ। हजुर सजिलोमा नभएर भिरतिर पाउँछ। हजुर यस्तै छ रहेछ यहाँ चाहिँ
यो त माथि त्यो रुममा भेडागोठालाहरूले मात्रै हजुर यसरी छाप्ने पहिला उ बनाएर यसको माथिबाट ढुङ्गा गर्थ्यो नि माथि माटो छापिदिन्छ माटोमा चाहिँ ढुङ्गा चप्काइदिने हजुरले चाहिँ यो कति लगभग 51 वर्ष हजुर भइसक्यो भन्नुभयो 53-54 वर्ष भयो त्यो घर बनाएको हजुर सानो हुँदाखेरि बनाउनु भएको नजन्मिँदै 1-2 वर्ष अगाडि ए 53 भने चाहिँ त हजुर 1-2 वर्ष अगाडि बनाउनु भएको रहेछ ल अनि दाइको बाबु नानीहरूले कस्तो यस्तो घरमा बस्नलाई के भन्नुहुन्छ छोराछोरीले के भन्छन् दाइ अब त उनीहरूको अब हैसियत कहाँ पुऱ्याउँछ त्यही अनुसार होला नि अब मेरै तालो हो भने त यहाँ नबसेर सुखै छैन पढेर चाकरी साकरी खाए पैसा कमायो भने नबस्न सके हजुर तर यो घर चाहिँ धेरै राम्रो रहेछ एकदम बाहिरबाट हेर्दा पनि एउटाले डिग्री पढ्दैछ एउटा अब डिप्लोमा रनिङ दुईजना अनि त्यो डिग्री पढ्दै गरेको पोहोर बिहा गरेर यहाँ बाहिर बस्नु भएको को त्यो त मेरो कार्यालय सहयोगी हो त्यहाँ कार्यालयमा उसले बोलाएर चाहिँ अनि आज होलिडेको दिन पनि हुन्छ त भनिदिएको हजुर के हुन्छ कान्छोले कतिमा पढ्ने अहिले डिप्लोमा रनिङ हो ल दाइले चाहिँ पढाउनु भएको होइन छ नर्मल एकाउन्टतिर लर्काइदिएको के हेर्नु अब भने चाहिँ हजुर र मात्रै भाउज मात्रै हुनुहुन्छ त्यो पनि डिग्री पढ्न जापान छ फेरि ए ल हजुर 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 ल जाँदैछौँ है हामी यहाँबाट झर्दैछौँ गुन्द्रे त यहीँ बुन्ने भयो पहिला चाहिँ यो सबभन्दा विशेष ओदान कि नभई नहुने हाम्रो यहाँ चाहिँ वरिपरिबाट जाडो महिनामा पनि आगो बालेर जत्रु परिवार पनि हजुर ट्याक्क बस्ने हो यो उसको लागि अब सिमेन्टियो घर आइसकेपछि सम्भवतः यस्तो सन्दुकहरू योहरू हामी देख्न पाउँदैनौँ हजुर हजुर भयो भने के चाहिएला भनेर सुइकै सक्छ हजुर हजुर त्यहाँ रहेछ एउटा राख्नु भएको रहेछ यहाँ यस्तो राम्रो